सक्नु भन्छ भन्न त तर रबिनजी यहाँ तलपट्टि मेरो दिदी हराउनु भएको छ भनेर लेख्नु भएको एकछिन मैले ताप्लेछु यहाँ दाइ पनि हराउनु भएको छ अरे बिचरा ताप्लेजुङ कता आउनुहोस् त टिप्लिङ हो र जी माथि आउनुहोस् त उहाँलाई तान्नुहोस् त हेलो हेलो नमस्ते हजुर नमस्ते हजुर नमस्ते अनि अब ब्रदरको चाहिँ को हराउनु भयो खै सो डिटेल्स भनिदिनु न हजुरले दाइ हराउनु भएको छ भन्नुभएको छ हजुरले भनिदिनु न हेलो टिप्लिङजी कहाँ म्युटमा बसेर हुन्छ त नि यो माथि ठुलो यो के अरे यता मैले राखेको आइडीमा तपाईँहरूले उहाँहरूलाई कहीँ कतै भेट्नुभयो भने कहीँ कतै देख्नुभयो भने उहाँहरूको आफन्तसम्म खबर पुर्याइदिनु होला खै त टिप्लिङ चाहिँ बोल्नु भएन यार लास्ट तना बहा यार सोल्टी म त ए सरी टिप्लिङ चाहिँ माफ गर्नु म त उहाँले त्यो फोटो देखाउनु खोज्नु भएको थियो होला पाउनु है म तानिदिन्छु तान म त बोल्नु भनेको त्यही भएर होइन मध्ये कतिले हाम्रो ब्याकग्राउन्ड देख्नु भएको फोटोलाई कोही चिन्नुहुन्छ भने प्लिज है नजिकको कोही भए जस्तो प्लिज हेर्नुहोस् त यसो हेल्प गर्नुहोस् न गाइज ल मेसेज गर्नु कता तिर्सुलीतिर भन्नु भएको होइन तिर्सुलीतिर होइन माथि बोटेको अनि हाम्रो सान्विका जीको उहाँ चाहिँ कहाँदेखि हराउनु भएको उहाँ चाहिँ उतल अफ भन्नु भएको थियो नि त नामजी हजुर उहाँ चाहिँ टिमुरे स्वास्थ्य चौकीको इन्चार्ज हो उहाँ खम्बु बोरा चाहिँ मेरो चाहिँ कोठामा हल्ला छ कि त्यही भएर मेडमा बसेको हो क्या अनि उहाँको घर चाहिँ रुसुम हो उहाँ चाहिँ त्यही जागिरको सिलसिलामा जानुभएको थियो तर कोही पनि सम्पर्क हुनुहुन्न अहिलेसम्म मेरो दाइ उहाँलाई पालो तानेर माथि नानु दिदीले तान्छ माथि अनि उहाँहरूको आफ्नो अनि उहरू सुनाउनुहुन्छ अनि त्यसरी गर्दा चाहिँ ठिक होला एकछिन यति 10-15 मिनट टाइम दिनुहोस् अनि त्यसपछि इन्ड गर्नु होला है ठिक छ नि त हजुरहरूले हेर्नुहोस् त उहाँहरूलाई अब हाम्रो 11,300 जनामा उहाँहरूलाई कसैले देख्नु भएको छ कतै काहीँ हजुरहरूले सूचना पाउनु भएको छ भने प्लिज है सम्पर्क गरिदिनु होला सेयर गरिदिनु होला कन्ट्याक्टमा ल्याइदिनु होला हाम्रो ठुलो पर्दामा रहनु भएको ब्रदरलाई सबैले एकचोटि फलो गरिदिएर चाहिँ तपाईँहरू कसैले पनि काहीँ कतै देख्नुभयो भने सूचना पाउनुभयो भने चाहिँ उहाँलाई सेयर गरेर खबर गरिदिनु न ल है मुटुहरू सबैजनाले यस्तो बेलामा सबैलाई कति आपत पर्छ आफ्नो मान्छे हराउँदा गुमाउँदा भन्ने कुराहरू तपाईँहरूलाई पनि महसुस हुन्छ है एकचोटि उहाँलाई चाहिँ फलो बढाउनको लागि होइन कि एउटा मानवीय हिसाबले चाहिँ यदि हामी 11,200 जना मध्येमा उहाँलाई चाहिँ राम्रोसँग हेरेर चाहिँ कहीँ कतै पनि हजुरहरूले सूचना पाउनुभयो भने अथवा कुनै मिडियाले हाल्नुभयो भने कसैले फोटो खिचेर हाल्नुभयो भने होइन अलिकति जे भए पनि होइन सास रहनुजेल चाहिँ आश हुन्छ भन्छ नि त्यो तरिकाले हजुरहरूले उहाँलाई सेयर गर्न सक्नुहुन्छ है सबैजनाले है नानु दिदी बुद्धि बहादुरलाई अफ गर्नुहोस् त बुद्धि बहादुरलाई हस् सुनिता के अफ जोइन भनिरहनु भएको छ उहाँले होइन उहाँ भ्युअर्स हो छोडिदिनुहोस् भ्युअर्स हो हजुर हामीलाई यति बेला पीडित चाहियो क्या पीडित आफ्नो आफन्तको पीडितलाई चाहिएको हो कि यति बेला हामी यो सामाजिक सञ्जाल मार्फत चाहिँ कुनै न कुनै कसैले अब भिडियो फोटो हाल्दाखेरि हामीले नदेखेको हुन्छ फुलकुमारीलाई तान्नुहोस् त फुलकुमारीलाई मेरो भेना हराउनु भएको छ भन्दै हुन्छ मेरो फुलकुमारीलाई ओके त्यहाँ मैले तानिसकेँ देखेँ मैले हेलो हेलो रोबिन भाइ नमस्कार सबैलाई नमस्कार है कताबाट हुनुहुन्छ हजुर कहाँदेखि कसको नमस्ते होला हजुर म हाल चाहिँ दुबई हो मेरो
नमस्कार सबैलाई नमस्कार है गोगनबाट पावर हाउस हो तपाईँकै छिमेकी हुँ म हजुर कता पोखरामै हो हजुर मेरो घर गोगनबाट हो पावर हाउस ए तल्लो गरी माथिल्लो हो माथिल्लो गाउँबाट पावर हाउस ठिक छ हजुर अनि के छ तपाईँको आफन्ती हराउनु भएको हो, कसो हो होइन यस्तो त्यस्तो त केही छैन तर सबै मिलेर सबैको चाहिँ के अरे सहयोग गरौँ भनेर हो। ठिक छ नि त यसो यो फोटोमा कसैले देख्नु भएको छ भने प्लिज है गाइज उहाँ भनेर हराउनु भएको छ उहाँ कहाँको हुनुहुन्छ कहाँको भनेर यो कहाँको भनेर सहयोग गर्ने अब यताको भनेर सहयोग नगर्ने उहाँ चाहिँ हाम्रो सन्जुको आजी हुनुहुन्छ अनि उहाँ चाहिँ हाम्रो टिप्लिङजीको के अरे म कस्तो बोलेँ आफन्ती हुनुहुन्छ हराउनु भएको छ अनि हाम्रो यति बेला हामीसँग हुनुहुन्थ्यो अघि के हुनुहुन्थ्यो एकजना पक्नु यहाँ प्रकाश भन्ने ब्रदरको आमा हराउनु भएको छ अरे तर हजुरको आइडी प्राइभेट छ प्रकाशजी तर आफन्त हराउनेहरूले मात्रै कमेन्ट गर्नु छ है साथीहरू तल आफन्तहरू यसो हराउनेहरूले मात्रै कमेन्ट जसले आफन्तहरू हराउनु भएको छ माथि लिएर हजुरले फोटो सो गर्न सक्नुहुन्छ अब हाम्रो माध्यमबाट तपाईँहरूलाई चाहिँ अलिकति पनि हेल्प हुन्छ भनेर मात्रै गर्न खोजेको है किनभने सोसियल मिडियामा धेरै दम हुन्छ है अब एकदम एकदम कतिपय कुराहरू सोसियल मिडियाको थ्रु तपाईँहरूले यदि आफन्तहरू हराउनु भएको छ भने तपाईँहरूले ठुलो फोटो राख्न सबै ठेगानाहरू राखिदिनुहोस् माथि आएपछि है अनि उ गर्नेलाई पनि सहज हुन्छ हुन्छ बुद्धिजी अब यसो हामी पीडितहरूलाई दिन्छौँ होला माफ गर्नुहोस् ल यसो तारे है माफ गर्नुहोस् ल हुन्छ 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 भाइ ल विशेष त हामी पीडितहरू ल्याउँ क्या जसको आफन्त राइनीजी नमस्ते हजुर फुलकुमारीजी मैले झ्यापै तपाईँ कमेन्ट देखेँ कि हराउनु भएको भनेर के छ तपाईँको समस्या के भएको ए मेरो चाहिँ भाइ आर्मी हो हिजोदेखि कन्ट्याक्टमा छैन कता उहाँ चाहिँ कता बस्नुहुन्थ्यो नि मेरो भाइ चाहिँ उता रसुवामा कता रसुवामा हजुर हेलो नमस्ते हजुर फोटो देखाउनु मिल्छ राइनीजी सक्नुहुन्छ फोटो देखाउन रोबिन ब्रदर नमस्ते हजुर नमस्ते ब्रदर सन्चै हुनुहुन्छ सन्चै नै भन्नु पर्यो कहाँदेखि हुनुहुन्छ ब्रदर म काठमाडौँबाट मेरो नि यहाँ भाइ एउटा सम्पर्कमै छैन हराइरह यो भाइ एकदम ठुलो पर्दा नआयो ल हुन्छ साथीहरू प्लिज कोही हुनुहुन्छ भने है कतिले चिन्नुहुन्छ भने प्लिज ख्याल गर्नुहोस् है। यो तस्बिरलाई तपाईँ हेर्न सक्नुहुन्छ सेभ गरेर राख्न सक्नुहुन्छ आफन्ती घुम्दाखेरि कति पीडा हुन्छ भने हामी देख्न सक्छौँ र तपाईँ मध्ये उहाँलाई चिन्नुहुन्छ भने प्लिज साथीहरू है राइडर्सजी तपाईँले सब ठेगाना सहित नाम सहित भनिदिनुहोस् न ए भाइ चाहिँ हेटौँडाको हो हजुर अनि ऊ चाहिँ गाडी नै लिएर गएको थियो हाम्रो डब्बा गाडी हजुर उता माथि उसबाटै नै हरायो केही सम्पर्कमै छैन अरू दाजुभाइहरू साथीभाइहरूलाई नै कतिलाई फोन गर्यो धेरैजनै छैन कि धेरैजना कोहीसँग सम्पर्क नै छैन क्या उताको